यस वर्षको एसईको नतिजा सार्वजनिक भयो। अब मोबाइलबाटै मार्कसिट सहित नतिजा कसरी हेर्ने हेर्नुहोस्। सबभन्दा पहिले मोबाइलमा जानुहोस् र मोबाइलको गुगल ब्राउजरमा जानुहोस्। म यहाँ गुगल क्रोम रहेको छ, म त्यसलाई खोल्छु र यसरी गएपछि यहाँ चाहिँ म यो पहिलादेखि नै खोलेर राखेको कारणले यसरी तपाईले देख्यो र म तपाईले सुरुदेखि नै यसलाई खोलेर देखाउन चाहन्छु। यहाँ गुगल ब्राउजरको सर्च बारमा जानुहोला र सर्च बारमा गइसकेपछि यहाँ तपाईले सर्च गर्नुहोला se.ntc.net.np र यसलाई यसरी सर्च गरेपछि यो आइपुग्छ र तपाई यति लेखिसकेपछि यहाँ डनमा क्लिक गर्नुहोला र कुनै कुनै मोबाइलमा सर्च हुन्छ, सर्चमा पनि क्लिक गर्नुहोला र त्यो गरिसकेपछि यस्तो देख्न सक्नुहुन्छ। यहाँ एसई होम पेज एउटा आउँछ र त्यसमा यो सब कुरा लेखेको हुन्छ। यस्तो इन्टरफेस आइसकेपछि यो निकाल्नको लागि यहाँ हेर्नुस् त, यो माथि चाहिँ एसई होम देखिएको छ र त्यसपछि ग्रेड सिट राखिएको छ छेउमै। त्यो ग्रेड सिटमा सर्च गरेपछि यस्तो इन्टरफेस तपाईले मोबाइलमै देख्न सक्नुहुन्छ। आफ्नो सिम्बल नम्बर दिनुहोला र सिम्बल नम्बर दिइसकेपछि यहाँ चाहिँ डेट अफ बर्थ दिनुपर्ने हुन्छ। त्यो दिइसकेपछि तपाईले यहाँ हेर्न सक्नुहुन्छ, यो साइडमा एउटा चाहिँ कोड दिनुपर्ने हुन्छ हामीलाई। सर्च रिजल्ट छ, सर्च रिजल्टमा क्लिक गरे र तपाईको अगाडि यहाँ रिजल्ट आइसकेको छ। यो भिडियो तपाईलाई कस्तो लाग्यो? अन्तिमसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद।